हेलो एभ्रिवान, हामी चाहिँ आज टिकटकबाट सबैले गरेको देख्यौँ कपल्सहरूले होइन, पोइजन गेम सबैले गरेको देख्यो अनि हामी पनि खेलिदिउँ भनेर आज टक्क बुढी र म यहाँ पोइजन गेम खेल्दैछौँ। ल सुरु गरौँ न त। तपाईँ पहिला गर्नु त। तिमी उता हेर। ए ल ल ल उता हेर। एउटा मात्र हो नि, फेरि के को गरेको? एउटा मात्र गर्ने हो? ए त्यसो हेर गर गर गर। एउटा मात्र हो। ल त हल्लाएर खाँदैछ नि, क्या हो? भयो? ल भयो भयो। ल आ तपाईँ ल पक्नै पक्नै ल भयो, याद गर्नु नि फेरि। ल तपाईँ खाने खाने सेफ। अब खान्छु। म दिमाग लाउँदैछु। होइन नभनेको सेफ। भन्नुपर्छ नि त। मैले यहाँ बेसी, अब तिमी सेफ हो कि? सेफ। म त डरै लाग्छ यो मान्छेसँग त। सेफ। बिर्सै याद तपाईँले त। मैले याद छ। म मेरो पालो हो। कस्तो मलाई त सेतै खानु मन लाग्छ, यसले त सेतै राखिदिएको होला क्या। अब उसलाई फेरि रातो लेज भन्दा सेतो लेज मनपर्छ कि? रातो त कस्तो के गना गना जस्तो लाग्छ। मलाई त फेरि दुइटै मनपर्छ। आज त खान पर्यो तर रातै भयो नि। मलाई त फेरि दुइटै मनपर्छ। सेफ है। सेफ। डर लाग्थ्यो? लाग्यो। जित्नेले चाहिँ के पाउने त? जित्नेले पनिसमेन्ट राख्ने कि के? राख्ने हो। ला भनिदिनँ नि त त्यो त। अनि अब गरम भन्यो नि त बिचमै। पनिसमेन्ट चाहिँ के भन्छ, त्यस्तो गाह्रो किन नदिने अहिलेलाई। हार्नेलाई चाहिँ पनिसमेन्ट उठबस होइन कि, उठबस होइन, अलिक अक्वर्ड टाइपले, अलिक क्रिन्जी टाइपले आई लभ यु भन्ने क्या। ल म हारेँ भने मैले भन्ने तपाईँलाई खुट्टामा चुम्ने हुन्न नि त्यस्तो त। ल ल आई लभ यु तर नर्मल्ली होइन, अर्कै तरिकाले। अर्कै तरिकाले के त्यो उ गर्दै के। अनि विनरलाई चाहिँ के? विनरले त्यही अब आई लभ यु भन्छ अनि खुसी पाउँछ। ए ल ल ल बिर्स्यो होला तिम्रो तपाईँले त। तिम्रो पालो हो। म त बिर्सेँ छैन, तिमीले चाहिँ बिर्सिनु सक्छ। छैन, मैले बिर्सेको छैन। मैले बिर्सिन्छु अरे। सेफ भन्दैन कि बिर्स्यो त खानै हतार हुन्छ उसलाई। फेरि मेरो पालो एउटा खाइ नसक्यो मेरो पालो। मैले खाइसकेपछि मात्र खानु न यार। मैले त फेरि ठुलो राखेको नि हुनसक्छ है, ठुलो खान्छ भनेर। खान्न म ठुलो। सेफ है। सेफ। कस्तो चम्बु छ नि फेरि उ त। यस्तो गेमतिर त है अति चम्बु छ, चम्बु। मेरो त्यो दिमागै चल्दैन। आफ्नो पनिसमेन्ट चाहिँ त्यो आई लभ यु भन्दा नि आफ्नो के एउटा बिल्ला लाग्दो केही कुरा गर्नुपर्छ है, यस्तो जे भयो नि। त्यो त हुन्न है त्यस्तो त। आउँदैन नि त नि। ल ल दुईटा अप्सन हुन्छ, जस्तो हुन्छ त्यस्तै गर्ने।
यामा मिर्ची छ यार है नाक भयो फेफ म त खाइ नसक्यो मेरो पाला आइसक्यो भनेको ल अब इन्ट्रेस्टिङ मेरो पाला फेरि हाम्रै राम्ररी अब त के गर्ने होला फेफ सेफ भन्छु खानु हतार हुन्छ सेफ कुन खाएको यो होइन पनिसमेन्ट हो पोइजन हो यही हो त्यही हो के प्रमिस हो झुट बोलेको त होइन नि होइन किन झुट बोल्नु ल अब के गर्नु पर्यो त मैले ए तपाईँलाई त आई लभ यु होइन यार साँच्ची होइन अब दुईटामा चुज गर्न पाउँछ त्यही भनेको एउटा गर्नु न प्लिज त्यो हुँदैन कस्तो खतरा तर एउटा कुरा talent छ भन। के साथीहरू म झुक्केको के यो र योमा मलाई थाहा थियो कि कुन हो भनेर तर यो र योमा झुक्के थिएँ क्या म कसरी थाहा पायो होला भन मैले भनेर मलाई तिमीले भन्न भन्दा पनि पहिल्यै थाहा थियो कि यतैपट्टिको हो भन्ने थाहा थियो कुन हो थाहै भएन कि त बिर्सिल अनि किन भनेको फेरि हँ? किन भनेको अनि फेरि सकेकै छैन त गेम त बाँकी छ त अझै हो र ए अनि मेरो मैले त मेरो आफ्नो पोइजन त भनेको छैन नि त अनि यो र योमा भनेको होइन तिम्रो चाहिँ यो झुक्केको भनेको किन झुकेको त नि मेरोमा हेर न खोइ गरेको पनिसमेन्ट गर्ने न यसमा गर्ने लास्टमा ल खेलौँ दुइटै पनि पर्न सक्छ भनेपछि सेफ तिम्रो चाहिँ मैले कसरी थाहा पाएको थाहा छ कसरी उयो ऐनामा हेरेको थिएँ कि मैले म झुक्के उयो ऐनामा हेरेको थिएँ कि मैले म झुक्किएको कि ऐनामा राम्रोसँगै देखेन कि यहाँ अलिकति कस्तो उस ब्लरवाला ऐना छ नि त यहाँ अनि यहाँ यसरी हेरेको थिएँ चीटिंग करता है तू चीटिंग 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 करता है तू ब्लर टाइपको हो क्या ल पनिसमेन्ट दुइटैले भयो कस्तो नि ल ल फेरि खेलौँ अब अब भ्याइयो पनिसमेन्ट दुइटै परिसक्यो ए खेल्नै आउँदैन कि हामीलाई त मजाले खाइदिउँ न भयो त्यही पनि यतिको भए पनि है खायौँ अब दुवैजनाले पनिसमेन्ट गर्ने त्यही भएर म आई लभ यु वाला भन्छु तपाईँ त यस्तो यस्तोवाला भन्नु नि ल म अहिले बेला हुन्छ तिमी त्यो त्यस्तो अर्कोवाला मलाई आउँदैन नि त तपाईँलाई आउँछ नि त छिटो के गर्ने त के गर्ने त त्यही हो ल आई लभ यु वाला दुइटा तिमीले पहिला भन कसरी भन्ने होला कतिचोटि भन्नु दुईचोटि भन एकचोटि भन न नर्मल्ली के नर्मल्ली भनेर अलिकति क्रिन्ज टाइपको भन अबे जल्दी बोल कल सुबह पनवेल निकलना है कता हाँसफुट तपाईँ भन्नु न सुरुमा तिमी भन न। अनि मलाई थाहा हुन्छ नि त कसरी भन्ने भनेर कस्तो कसरी भन्ने त नि खै सानो भन्नु न सानो म तिमीलाई कति माया गर्छु सानो ल तिमीले भन ए एकचोटि मात्र भयो नि त्यो सानो मात्र भयो नि भयो नि अब जे भयो नि एकचोटि तिमीले भन न अब बुढो I love you, बुढो ल ल गाइज है ल हाम्रो पनिसमेन्ट पनि गरिसक्यौँ ल हाम्रो च्यानललाई चाहिँ लाइक Bye bye सेयर guys. एन्ड सब्सक्राइब पनि गरिदिनु होला ल भाइ कमेन्ट म पनि अब एउटा गरिदिनुहोस् चाहिँ अनि होइन अनि त्यसपछि के अरे अझै अब हामीले त अहिले यो यत्तिकै आफै गरेको हो नि त अनि पछि राम्रो राम्रो गेमहरू आउँछ प्लस अनि खानाको पनि कमेन्टतिर मुखबाङहरू आउँछ कमेन्टमा कुन गेमहरू के खेल्नु भनेर यसो भनिदिनु कस्तो भिडियो गराउनु हामी हामी त्यही गराउँछौँ त्यही अनुसार गर्छौँ, ल म हजुरलाई चाहिँ अनि भोलि है हामी उम्, भोलि होइन पर्सि पर्सितिर आउँछ चाहिँ हाम्रो
मम्मी र मेरो भातमा र मुखबाङ। आउँदैछ। अनि मैले कसरी यहाँ देखेको भने नि म देखाउँछु रोक्नु है हजुरहरूलाई। हो यो ऐनामा देखेको थिएँ कि मैले ठ्याक्कै यहाँ देखेको थिएँ है, तर त्यस्तो राम्रो क्लियर देखेको थिएन कि। ल गाइज बाई। तिमीले नि गर्दैन?